मैले जब गान्तोक एमजी मार्गमा दोकान खोल्नु डिसाइड गरेँ 2020 कोभिड-19 पेन्डेमिकको टाइम थियो। अन्त रेन्ट थियो 50,000 पर मन्थ। त्यो टाइममा सबै मान्छेले मलाई एउटै कुरा भन्थ्यो, तैँले ठुलो गल्ती गर्दैछस् है, यत्रो रेन्ट कसरी तिर्छस्, पसाउँदैन। अन्त साँच्ची भन्नु पर्यो भने त्यो एउटै कुरा सुन्दा सुन्दा म आफैलाई डाउट गर्नु थालेको थिएँ। राति सुत्दा पनि त्यही चिज दिमागमा आउँथ्यो, साँच्चीमा चलेन भने। मलाई एङ्जाइटी हुन थालिसकेको थियो। अन्त त्यति बेला मैले एउटा कुरा बुझेँ है, तिमीले जब आँट गरेर कुछ ठुलो गर्छु भनेर सोच्छ नि, कोही न कोही तिमीलाई रोक्नु आउँछै आउँछ। उनीहरूले तिम्रो फ्युचर देख्न सक्छ यो कारणले होइन, उनीहरूले चाहिँ उनीहरूकै लेभलबाट बोलिरहेको हुन्छ। उनीहरूले जति जानेको छ, उनीहरूको जति एक्सपिरियन्स छ, त्यो हिसाबले बोलिरहेको हुन्छ। अन्त त्यति बेला मैले उनीहरूको कुरा सुनेको भए म अगाडि बढ्न सक्थेन। त्यसले गर्दा जब मान्छेले यो हुँदैन भन्छ नि, हाँसेर टाल्दिनु, तर आफ्नो माथि भरोसा राख्नु, अगाडि बढ्नु, अन्त कहिल्यै गिभअप नगर्नु। किनभने कोही बेला तिम्रो ड्रिम चाहिँ उनीहरूको इमेजिनेसनभन्दा ठुलो हुन्छ।